सा नि सा प नि सा ग म प ग म प नि प म प ग म। शब्द शक्ति हो, भाव प्रेरणा हो, अनि साहित्य संसार हो। यही साहित्यिक संसारमा आउनुहोस् एकैछिन हराउँ। सा नि सा प नि सा ग म प ग म प नि। नमस्कार, रात्रिकालीन अभिवादन। मेरो आवाज मेरो रेडियो पाथिभरा FM 93.6 मेगाहर्जको तरङ्गमा तपाईँ यति बेला कार्यक्रम शब्द श्रवण सुन्दै हुनुहुन्छ। कार्यक्रम शब्द श्रवणमा तपाईँलाई हार्दिक स्वागत छ। म प्रस्तुतिको प्रस्तुता घनश्याम पथिक सदा झैं आज पनि उपस्थित भइसकेको छु प्राविधिक मित्र जीवन भट्टराईको साथमा। सा नि सा प नि सा ग म प ग म प नि प म प। कार्यक्रम शब्द श्रवण तपाईँहरूको रेडियो सेट पाथिभरा FM को तरङ्गमा यसै बेला आउने गर्दछ, यानि कि शनिबारीय श्रृङ्खलाको रूपमा रात्रिकालीन गन्थनको रूपमा यो बेलामा आउने गर्दछ, नेपाली साहित्य आकाशमा तथा विश्व साहित्य आकाशमा चर्चामा रहेका पुस्तकहरू बोकेर। हजुर, यसै क्रममा हामीले कार्यक्रम शब्द श्रवणमा हृदय चन्द्र सिंह प्रधानले लेख्नु भएको एक चिहान आख्यानलाई वाचन गरिरहेका छौँ। आउनुहोस्, गत हप्ता जहाँनेरि पुगेर हामीले एक चिहान आख्यानलाई रोकेका थियौँ त्यहीँबाट आजको प्रस्तुतिलाई अगाडि बढाउँ। प्रस्तुत छ उपन्यास एक चिहान, लेखक हुनुहुन्छ हृदय चन्द्र सिंह प्रधान। हुन्छ, सबभन्दा अहिलेलाई यही उपाय नै मलाई पनि राम्रो लाग्यो। भरे भोलि भनी पर्खाने बेला पनि त अहिले छैन, तैपनि यस्तो ढिलो भएर लास मर्नु भइसक्यो, हर्षनारायणले भने। एकछिन फेरि सब चुप लाग्यो, अनि मनमन गौर गरिसकेपछि शिवनारायणले भने, के लाग्यो त? हुन्छ, डाक्टर यो गोददत्त प्रसादसँग सापटी लिउँ, तर उनी अहिले घरमा हुँदैनन्, अस्पतालमा होलान्। अस्पतालमा भए उहीँ गएर सापटी मागे के हुन्छ? नानी थङ्कुले भने। हुन्छ, लौ 25 रुपियाँ उनीसित सापट लिउँ। कसलाई पठाउने? हामीमध्ये कोही जानु बेस होला, शिवनारायणले भने। हर्षदाई र म जाउँ, दुईजना गएपछि उनको दिल झन पग्लाला, नानी थङ्कुले भन्यो। हुन्छ त, तिमीहरू जाओ, गइहाल त, अबेर गर्ने किन? नदिए रोएर बिन्ती भाउ गरेर पनि सापट लिएर आओ, अलि छिटो छिटो जाओ, शिवनारायणले भने। शिवनारायणको आज्ञा पाएर हर्षनारायण र नानी थङ्कु डाक्टर गोदत्त प्रसाद कहाँ रुपियाँ सापट माग्न गए। मरेको 4 घण्टा भइसक्यो, अझसम्म केही सुरसार नभएको देखेर एउटा गुठियारले अलि झर्केर भन्यो, शिवनारायण, साह्रै अबेर भयो, के गर्न लाग्नु भएको यो तपाईँहरूले? कहिले मुर्दा लैजाने, कहिले दाह संस्कारको काम सिध्याउने? हुन त यस्तो अवस्थामा केही बोल्न ठिक छैन, तर साराको कामकाज बर्बाद हुन लागिसक्यो, त्यसैले नबोल्न सकिनँ। सब ठिक हुन लाग्यो, एकछिन पर्खिदिनुहोस्, माल सामान जोडिँदैछ, के लाग्छ जिउँदो छँदै मर्ने सम्झेर जोरजाम गर्नु भएन? शिवनारायणले वेदना भरेको आवाजमा भने। मेरो भनाइ त्यस्तो होइन, तर मरेको पनि त धेरै समय बितिसक्यो, यसरी धेरै बेर मुर्दालाई पर्खाइराख्नु पनि ठिक छैन, यसैले पनि हामीले ताकिता गरेका हौँ। तपाईँले भन्नुभएको कुरा मनासिब हो, बन्दोबस्त हुँदैछ, एकछिन तपाईँहरू नरिसाइदिनु होला। होइन, कोही पनि रिसाएको छैन, यस्तो बेलामा पनि रिसाउने कस्तो मूर्ख होला? अबेर भएर ताकितासम्म गरेका हौँ, बरु अर्थी बनाउनलाई बाँस दिनुहोस्, दाउरा साउरा पनि ठिक गर्दै गरौँ, अर्को एकजना गुठियारले भने। घरमा भएका बाँसहरू खोजेर दिँदै, अर्थी बनाउँदै गर्नुहोला, दाउरा किन्न गएका छन्, एकैचोटि सबै तयार हुनेछ। गुठियारहरू बाँस काटकुट गरी अर्थी बनाउन थाले। हर्षनारायणका साथै नानी थङ्कु पनि सहसा अस्पतालमा आएको देखेर गोदत्त प्रसाद एकछिन जिल्ला परे। उनले तुरुन्तै सोधे, बालाई कस्तो छ? डाक्टरको यो प्रश्नले थामिरहेको आँसु नानी थङ्कुको आँखाबाट फेरि बग्न थाल्यो। उनी धुरु धुरु रुन थालिन्। हर्षनारायणले तत्क्षणात् भने, बा त गइसक्नुभयो। हँ, राम राम, कुन बेला? डाक्टर गोदत्त प्रसादले आश्चर्यचकित भएर शोकयुक्त स्वरमा सोधे। अघि 11 बजेतिर। मैले त गर्नसम्म उपाय र कोसिस गरेको थिएँ। संसार यस्तै हो, मर्नु र जन्मनु संसारको गति हो, उमेर नपुगेको भन्नु पनि छैन। यहाँ किन आउनुभएको त तपाईँहरू? मबाट अझै कुनै सेवा हुन सक्छ भने भन्नुहोस्, हाजिरै छु। दागबत्तीको काम सबै ठिकठाक भइसक्यो? हर्षनारायण र नानी थङ्कु दुवैजना अन्कनाएको भाव देखेर डाक्टर गोदत्त प्रसादले फेरि भने, भन्नुहोस्, केही भन्नु छ मसित? हर्षनारायणले बोल्न इसारा गरेपछि नानी थङ्कुले भन्ने साहस गरे, तर बोल्न खोजेको कुरा शर्मले गर्दा घाँटीमै अड्कियो। उनको मुखमा शर्मको लालीपना छाउन थाल्यो। अनि डाक्टर गोदत्त प्रसादले आश्वासनको भावमा भने, भन न नानी, किन लजाए कि? मलाई भन्नलाई पनि के को लाज? मलाई आफ्नै सम्झे हुन्छ।
म प ग म सा प। डाक्टरको यस्तो आश्वासन र सहानुभूतिपूर्ण कुरा सुनेर नानी थङ्कुले बोल्न साहस गरिन्, तर यो पटक पनि लज्जाले घाँटी नै समाइदियो। अनि डाक्टर गोदत्त प्रसादले अझै आफन्तको भावमा भने, किन लजाउनु पर्छ भन्या, मलाई परचक्री सम्झे कि? हर्षनारायण पनि लज्जाले मुन्टो निहुराएर उभिरहेका थिए। यसपालि भने नानी थङ्कुले बल गरेर भनिहालिन्, अलिकति रुपियाँ मागौँ भनेर आएका हौँ। पूर्ण सहानुभूतिको भावमा डाक्टर गोदत्त प्रसाद तत्क्षणात् बोले, कति रुपियाँ चाहियो नानी? 25 रुपियाँ जति मात्र भइ पुग्छ, लज्जापूर्ण भावमा नानी थङ्कुले भने। खल्तीको मनी ब्यागबाट रुपियाँ झिक्दै गोदत्त प्रसादले भने, यति जाबो मद्दतका निम्ति पनि यस्तरी लजाउनु पर्छ? मद्दत भनेको सबैसित सबैले लिनुपर्छ र लिन्छ पनि। मद्दत दिनु मानिसको कर्तव्य चाहिँ मद्दत माग्नु पनि मानिसको हक हो। यसका निम्ति पनि त्यस्तै लजाउनु पर्छ? चाहिए अझ अरू पनि मद्दत दिनमा म तयार छु। नानी थङ्कुको हातमा रुपियाँ थपाउँदै उनले भने, चाहिएको मद्दत नमाग्ने भुल नगर्नु है। साग साने सा प नि सा ग हे। नानी थङ्कुले लज्जासित कृतज्ञतापूर्ण भावमा स्वीकृति सूचक टाउको हल्लाइन्। हर्षनारायण पनि लज्जा र कृतज्ञतापूर्ण भावमा मौन भएर उभिरहे। लज्जावश रुपियाँ पाइसकेर पनि नानी थङ्कु र हर्षनारायण जान सकेनन्, दुवै त्यसै उभिरहे। अनि डाक्टर गोदत्त प्रसादले उनीहरूभित्र उब्जिरहेको भाव जानी भने, जानुहोस्, झट्टै गएर दागबत्तीको काम नै सिद्ध्याउनुहोस्। डाक्टर गोदत्त प्रसादले यति भनेपछि उनीहरू शोकमा पनि खुसी भएर डाक्टरप्रति कृतज्ञता भाव जाहेर गर्दै त्यहाँबाट आए। चलन अनुसार भन्दा पनि बाबुको श्राद्धमा सबै छोराछोरीहरूले भोकाले उथलपुथल मचाइरहे पनि भक्तिपूर्वक त्यस दिन छाक छोडेका थिए। लतमायाले त झन् पानीसम्म पनि मुखमा हालिनन्, तर नखानमा भक्ति मात्र होइन, खानामा इच्छा पनि कसैको थिएन। भोलिपल्ट बिहानैदेखि बिचा आउने मानिसहरूको ताँती लाग्न थाल्यो। वास्तवमा आफू दुर्जन भएर पनि सितिमिति अर्काको नजरमा परि दुर्जन प्रमाणित गराउन कसैलाई पनि मन्जुर हुँदैन। यो मानिसहरूको स्वभाव हो, त्यसैले सबैलाई असल लाग्न सक्दैन। भनेअनुसार अष्टनारायण असल नलाग्ने टोलका एकाध मानिसहरू समेत उनको निधनमा शोक र सहानुभूति प्रकट गर्न आएका थिए। लोग्ने मानिस नभएका र मानिस अनुकूल नमिलेका घरका स्वास्नी मानिसहरू पनि समवेदना प्रकट गर्न आएका थिए। समवेदना प्रकट गरी सान्त्वना दिन आउने मानिस पाएर अष्टनारायणको परिवारलाई धैर्य गर्ने बल पनि मिल्यो। अष्टनारायणको टोलमा सबभन्दा ठुला भलादमी पढे लेखेका र इज्जतदार मानिस डाक्टर गोदत्त प्रसाद हुन्। उनी पनि अष्टनारायणको निधन भएको भोलिपल्ट बिहान 8:30 बजेतिर समवेदना प्रकट गर्न आइपुगे। अरू सबैले मौन रूपमा हार्दिक समवेदना मात्र गरेर सान्त्वना दिए, तर डाक्टर गोदत्त प्रसाद पढे लेखेका मानिस हुनाले हार्दिक सहानुभूतिका साथसाथै अनेक सान्त्वनाप्रद कुरा गर्नमा पनि सिपालु थिए। त्यसैले उनले अरूले भन्दा बढ्ता अष्टनारायणको परिवारलाई धैर्य र सान्त्वना दिलाउन सके। गोदत्त प्रसाद पुरा 1 घण्टा बसेर गए। उनले अष्टनारायणकी धर्मपत्नी लतमायालाई पनि निकै सम्झाइ बुझाइ गरी वेदना बिर्साइदिए। आफ्नो जाति र समाजमा भएको मर्दा पर्दा दान दक्षिणा दिने र भात भतेर खुवाउने इत्यादि करै लाग्ने चाल चलनमाथि अष्टनारायण घृणा र आलोचना मात्र गर्ने होइन, आक्रमण गरी उघाड नै खुवाई आइरहेका थिए। मर्दा नजिकका नाता सम्बन्धीहरू रोएर बिचा आउने प्रथालाई उनले बन्द गरिदिएका थिए। शिवनारायण र उनका अरू भाइहरू पनि बाबुको क्रान्तिकारी विचारबाट प्रभावित थिए। यसैले उनीहरूले पनि बाबुको नाममा दान दक्षिणा दिने र भोज भतेर खुवाउने कुनै पनि काम गरेका थिएनन्। बाबुप्रतिको हाम्रो परम श्रद्धा यही हो भन्ने उनीहरूको भनाइ थियो। प्रीतिशोकको तेस्रो दिनदेखि शिवनारायण आफ्नो खेतको काम धन्दामा हिँडे। बाबुको सिद्धान्त पनि हमेसा आफ्नो काम कर्तव्यमा रुजु हाजिर भएर पूर्णत्व प्राप्त गर्नु हो। यसैले बाबुको मरण भनेर हामीले अकर्मण्य भएर बस्नु ठिक छैन भन्ने बोध गराई शिवनारायणले भाइहरूलाई पनि आफ्ना काम धन्दामा हाजिर गराउन पठाए। अष्टनारायणको मृत्युपछि शिवनारायणले घरको नेतृत्व लिए। खेतीको काममा झन् दिलचस्पी लिन थाले। एका बिहानै भात खाएर दिनभरिलाई चाहिने खेतका सामान र सामलले भरेको खर्पन बोकी शिवनारायण दिनौँ खेतमा गई काम गर्थे। लोग्नेको चिर वियोगले घायल भएकी लतमायालाई काममा लैजानु शिवनारायणले अनुचित ठहराई आमालाई घरैमा आराम लिन लगाइराखेका थिए। उनले बहिनी नानी थङ्कुलाई पनि आमाको साथमा घरमै राखेका थिए। आमा छोरी 2 जना घर कुरेर बस्थे। अरू सबै परिवार खेतीको काममा
काममा संलग्न हुन्थे। घरमा भएका बच्चा बच्चीहरूलाई पनि खेलाइराख्थे। मानिसले कहिले पनि चुप लागेर बस्नु ठिक नसम्झी शिवनारायणले लतमाया र नानी थङ्कुलाई पनि घरमा बसी बसी कपडा बुन्ने काम मिलाएका थिए। आफ्नो परिवारमध्ये एक थरी खेतीमा संलग्न, अर्को थरी सिकर्मी र ज्यामी काममा तत्पर र तेस्रो थरी घर कुरेर कपडा बुन्ने काममा ध्यानस्थ भएर शिवनारायणको परिवार गरिबीसित मुकाबिला गरिरहेको थियो। यसरी नै उनीहरूको दिन आज पछि भोलि, भोलिपछि फेरि भोलि भएर गुज्रिरहेको थियो। तर अफसोसको कुरा छ, यसरी काममा जोतिँदा पनि उनीहरूको जीवनमा तृप्ति थिएन। साप म प सा म ग म सा ग सा नि सा प नि सा ग। एक दिन लतमाया र नानी थङ्कु तानमा कपडा बुनिरहेका थिए। समय दिउँसो ठिक 2 बजे थियो। रुमालले गालाका पसिना पुस्दै आफ्ना तलसिङ सुब्बा सुरमानका मानिस रामबहादुर टुप्लुक्क आइपुगे। रामबहादुर सुब्बा सुरमानका अड्डामा कारिन्दा थिए र सबभन्दा विश्वासी मानिस। सुरमानको घरमा पनि आएका काम गर्ने पनि उनी नै हुन्। साप म प सा म ग म सा ग सा नि सा प नि सा ग। मोहीहरू कहाँ बाली उठाउन जाने काम पनि रामबहादुर नै गर्दथे। रामबहादुरलाई लतमाया पनि राम्ररी चिन्दथिन्। हाँस्दै आई कोठाको ढोकाको सङ्घारमा थचक्क बसेर रामबहादुरले भने, आजकल देशी तान आइरहेको छ। ज्यादै नयाँ किसिमको कपडा बुन्न बिग्नै सजिलो। दिनभरिमा खोयन गज बुन्न सकिन्छ। त्यही किन न, कहाँ पाउँ रुपियाँ? लतमायाले अलिकति हाँसेर भने, इच्छा भए रुपियाँ कुन ठुलो कुरो हो, दलिनबाट पनि झर्न सक्छ। रामबहादुरले मुसु मुसु हाँस्दै भने, त्यो पनि धनीहरूकै निम्तिको कुरा हो। गरिबका लागि त घाउमाथि नुनचुक मात्र हो। धनीको जीवनमा इच्छाले सुखलाई निम्तो दिन्छ, तर गरिबको जिन्दगीमा त्यही इच्छाले आँखामा आँसु बोलाउँछ। त्यसैले कुनै कुराको इच्छा पनि गर्न मैले छाडिसकेँ। अलि मलिन भावमा लतमायाले भनिन्, भन तिम्रो इच्छा भए भोलि नै म यहाँ पुर्याइदिन सक्दछु। सुब्बा साहेबसँग ऋण मागिदिउँला, त्यसैबाट कमाएर तिरिदेऊ। साग सा नि सा प नि सा ग। सुब्बा साहेबलाई पोहोर सालको बाली तिर्न नै बाँकी छ। त्यो त कहिले कसरी तिर्ने भइरहेछ। कुन मुखले फेरि रुपियाँ पैँचो माग्ने? म लिदिउँला पैँचो, मेरो जिम्मा भयो। तिमी खालि इच्छा मात्र गर। रामबहादुरको आश्वासन लतमायालाई मिठो लाग्यो। त्यसबाट फाइदा उठाएर धन कमाउने र सुख भोग्ने सपना पनि देख्न थालिन्। तर हुन्छ भनेर लतमायाले शर्म पचाउन सकिनन्, किनभने लतमाया सुब्बा सुरमानकी पट्के ऋणी थिइन्। सफलताको छाया देखेर रामबहादुरले भने, म सुब्बा साहेबलाई आजै भन्नेछु र भोलि नै किन्न लगाई यहाँ पुर्याउन लगाइदिनेछु। बडो गजबको सजिलो तान छ। मेसिन जस्तै छिटो चल्छ र कपडा धेरै बुन्छ। चलाउन पनि बडो सजिलो, बल पनि कति खर्च नहुने। क्या विज्ञानको चमत्कार, क्या मान्छेको मगज। तान मात्र भएर के गर्ने, कसले सिकाइदिन्छ नि चलाउन? आफै जानिन्न होला? अलिक खुसी भएको भावमा नानी थङ्कुले भनिन्, केही पनि गाह्रो छैन चलाउन। नेपाली तान भन्दा पनि सजिलो छ। गुरु राख्नको केही जरुरतै छैन, आफै सिक्न सकिन्छ। जो पनि कुनै तान चलाइरहनेले आफै चलाउन सक्छ। भोलिदेखि हालौली। रामबहादुरले सोरत र भाव झिकेर भने। सुब्बा साहेब मात्र असल भएर पनि हुन्न, उहाँका छोराहरू अलि छुच्चा जस्ता देखिन्छन्। आफ्नो त सुक्खा परेको हुनाले गएको सालको बाली बाँकी हुँदा उहाँका कान्छा छोरा आएर भन्ने नभन्ने भने 100 25 बढाएर कागज गरिदिएपछि बल्ल तिनले छोडेर गए। 2 पैसा फाइदाको लोभमा देशी तान त लिउँला, फेरि उहाँका छोराहरूले चौटा खान गएकी बुढी झोलमै डुबेर मरि गरिदिए भने? लतमायाले अलिक गम्भीर भावमा भने, त्यसको केही धन्दा मान्नु पर्दैन। तिम्रा लोग्नेलाई त्यसै नचाहिँदो कागज लेखाइ ल्याएको हुनाले सुब्बा साहेब छोरादेखि ख्याल रिसाउनु भएको थियो। त्यो कागज पनि सुब्बा साहेबले उनकै अगाडि च्यातचुत पारिदिइसक्नु भइसक्यो। रामबहादुरले भने, कागज च्यातिसके पनि हामीले आफूले तिर्नुपर्ने कुरा नतिर्ने छैनौँ। लतमायाले भने, तिमीहरू त्यस्तै धर्मभाव भएका मोहीहरू भएरै त सुब्बा साहेबले पनि छोरामाथि त्यसरी रिसाएर कागज च्यातिदिनु भएको। त्यस्तै असल भएको हुनाले पनि त सुब्बा साहेबको दिन परदिन जय भइरहेको। लतमायाले खुसी मानेर भनिन्, सुब्बा साहेबले बालीको नाम पनि लिनुभएको छैन। सुब्बा साहेब त्यस्तो मानिस पनि होइन। भन, सुब्बा साहेबलाई बिन्ती भाउ गरेर पोहोरको बाली म माफी गरिदिउँ? सुक्खा साल भएको हुनाले बिन्ती गरे माफी दिनुहुने म देख्दछु। आश्वस्त भावमा रामबहादुरले भने, तपाईको जो दया, सुक्खा परेको हुनाले माफी दिनै पनि पर्ने। अलि विनित भावमा लतमायाले भने, हुन्छ त लौ, म यो कुरा पनि बिन्ती गरिदिनेछु। लौ त है, म जाउँ पनि, भोलि तान बोकाएर आउनेछु। हवस्, साँच्चै के कुरालाई आउनुभएको हो कुनै? कुरै कुरामा सोध्न पनि भुसुक्क बिर्सेछु। केही खास कुरा थिएन, एकजना मानिस भेट्न आएको थिएँ, यहाँसम्म आइसकेको हुनाले त्यसै पसेको। लौ बस है, तिमीहरूलाई ऋण खुवाउन आए जस्तो पो भयो। यति भन्दैमा रामबहादुर सरासर हिँडे। साप म प सा म ग म सा ग सा नि सा प नि सा ग।
यता केही दिनदेखि शिवनारायणको घरमा डाक्टर गोदत्त प्रसाद दिनदिनै 5 बज्यो कि दाखिल हुन थाले। 5 बज्न साथै लतमाया कपडा बुन्ने काम छाडी भात पकाउने सुरसारमा माथि भान्सामा उक्लिहाल्थिन्। नानी थङको चाहिँ भात खाने बेला नभएसम्म तानैमा बसी कपडा बुनिरहन्थिन्। आज पनि डाक्टर गोदत्त प्रसाद दिनौ झैँ 5 बज्न साथै टुप्लुक्क आइपुगे। नानी थङको एक्लै तानामा कपडा बुनिरहेकी थिइन्। डाक्टर गोदत्त प्रसाद आउन साथ नानी थङकोले स्वागत सत्कारको भाव जाहेर गरिन्। गोदत्त प्रसाद दिनौ आउने थाहा भएको हुनाले झ्यालको फलैचा माथि परालको चकटी बिछाइ राखिएको हुन्थ्यो। दिनौ झैँ डाक्टर गोदत्त प्रसादले आज पनि सोधे, आमा खै नि? माथि भान्सामा। नानी थङकुले पनि दिनौ झैँ सरल उत्तर दिइन्। दिनौ बुढी आमालाई भात पकाउन लाएर तरुनी छोरी तानमा खेलिरहने, यो त 2500 आना अन्याय भयो। अलिक ठट्टाको भावमा हाँस्दै डाक्टर गोदत्त प्रसादले भने। अलि लज्जाको भावमा नानी थङकुले मुसुक्क हाँस्दै भने, कपडा बुन्नुभन्दा भात पकाउन सजिलो भएर आमा जानुभएको। निकै बाठी रहेछौ तिमी। तान चलाउने काममा खेलको रस भरिएको हुन्छ, त्यो आफूले रोजेर धुवामा आँसु चुहाउनु पर्ने एकदमै नरमाइलो बोझा काम आमालाई अझ त्यही सजिलो भनेर बिचारी बुढियालाई फुरुङ्ग पारिराखेको कत्रो बट्ठे। ठट्टाकै भावमा डाक्टर गोदत्त प्रसादले भने। मैले हो र दाजुले नै भात पकाउन सजिलो भनेर आमालाई बाँड्नु भएको। तपाईँहरू जस्तो हुने खाने भए पो बुढी भएको नातामा काम गर्न पर्दैन थियो। हामी गरिबको घरमा त बुढा र रोगी भएर पनि सुख छैन। वाह वाह तिमीहरूको हकमा। अझ विशेष गरेर तिम्रो दया तारिफ गर्न लागेको छ। अझ भोलि पर्सि तिमीले खेत कोरेर फुल रोप्नुभन्दा ढकी बोकेर फुल टिप्न गाह्रो भन्नलाई पनि बेर छैन। खित्ता हाँसेर नानी थङकुले भनिन्, भो बाबा भो, आज एक दिनलाई माफ गर्नुहोस्, भोलिदेखि मै भात पकाउन जानेछु। अलि सतर्क भावमा डाक्टर गोदत्त प्रसादले भने, होइन ब्यारे, ठट्टा गरेको सम्म हो। फेरि भोलिदेखि भात पकाउन गएर मलाई दर्शन नपाउने सजाय देउली नि। अलि हाँसेर, मेरो यो कुरा आफै पछुताउनु पर्ने मूर्ख कुरा हुन नजाओस् है नानी थङकु। लोलाएका आँखामा खिस्सा हाँसेर, तिमीलाई थङकु झिकेर म खालि नानी मात्र भन्न सक्छु? मुसुक्क मुस्कुराएर नानी थङकुले भने। किन? नानीमा भएको मिठास थङकुले अलिक खल्लो पारेको छ। नानी थङकुले केही पनि जवाफ दिइनन्, खालि सुन्दर कर्के आँखाले एकचोटि पुलुक्क मात्र हेरिन्। रिसायो कि? तिमीलाई नमिठो लागे माफ गर नानी थङकु। नानी थङकु नै भन्ने गरौँला, खिस्सा हाँसेर गोदत्त प्रसादले भने। यो पटकमा पनि नानी थङकुले जवाफ दिइनन्, केवल लजाएको आँखाले पुलुक्क मात्र हेरिन्। मैले त तिमीलाई सम्मानको भावमा पो नानी मात्र भनेको। थङकु कट्टा गरेको तिमीलाई त्यति मन परेको रहेनछ? हो, लज्जा मिश्रित हाँस्तो अनुहारले नानी थङकु बोली। लौ लौ, तिम्रो प्राण चाहिँ मन परेको थङकुलाई म खान्न, नानी थङकु नै भन्ने गरौँला। अब त भो? आँखा नचाउँदै डाक्टर गोदत्त प्रसादले भने। हो, अझ रिस मेटिएको छैन तिम्रो दिलमा? आँखा नचाएर डाक्टर गोदत्त प्रसादले भने। हो, रिसाएको। मुख हेर्दा भने रिसले छुन पनि सक्ला जस्तो छैन। सधैँ गुलाबको फुल चाहिँ मुस्कुराएको देखिन्छ। रिसलाई त अगाडि पर्न पनि डर होला जस्तो, तर दिलमा कसरी रिस अड्किरहन सकेको नि? मुस्कुराइरहेको नानी थङकुको अनुहार निहाल्दै डाक्टर गोदत्त प्रसादले भने। हो, होइन भने नानी मात्रै भनौँ है त, थकु नभनौँ, हुन्छ? साँच्चै हो त? हो, अलि लजाएको भावमा हाँसो चोर्दै। मलाई पनि नानी नै भन्ने मिठो लाग्छ। साँच्चै नढाँटिकन भन नि, साँच्चै हो। हेर नि, रिसाउन पाउनौ, म आफूलाई मिठो लागेको नानी सिवाय भन्दिनँ नि कहिले। विनम्र भावमा मुस्कुराउँदै नानी थकुले भनिन्। अर्काको अगाडि त होइन नि? बाठी प्रेमको छिटा परेको बोलीमा डाक्टर गोदत्त प्रसादले भने। मलाई के भन्न मन लाग्छ नि तिमीलाई? गोदत्त मात्र कि सिङ्गै नाम? डाक्टर साहेब खित्ता हाँसेर नानी थकुले भनिन्। कोही नहुँदाखेरि नि, अर्थात् तिम्रै नजरको मात्र नजरबन्दीमा पर्दा? डाक्टर साहेब नै नै के भन्ने त? त्यही त म भन्छु तिमीलाई के भन्न मन लाग्छ। जस्तो कि तिमीलाई खालि नानी मात्र भन्न मलाई मन लाग्छ। हो त? हो भनेको। रिसाउन पाइन्न नि? रिसाएँ भने तिमीले जित्यौ। लौ भो अब? मैले जितेर के पाउँछु? मलाई पाउँछौ। अनि जे काम अराउन नोकरलाई चाहिँ उठ भने उठ, बस भने बस भइदिन्छु। चाहन्न म कोही पनि। मलाई जित्न देऊ न त। अनि त्यस जिताइमा तिमीलाई पाउने बाचा होस्, अनि म हाँसौँला खुब खुसी भएर। चकोरले चन्द्रमा पाए चाहिँ, चातकले वृष्टि पाए चाहिँ, कवि र कोइलीले बसन्त पाए चाहिँ, अनि प्यासीले पानी पाए चाहिँ आनन्दित हुँला। आफू हार्ने मूर्खता पनि कोही गर्ला? बसिरहेको ठाउँबाट उठी झ्यालबाट हेर्न जाँदै नानी थकुले भनिन्। म हार्छु भन्ने कबुल गर्दैछु। तिमी नै जित बाबा, तिमी नै। जित्ने अभिमान पनि छैन ममा। तपाईँले जित्नुभयो भने के गराउने नि मलाई? लडाइँमा हारेको कैदीलाई दुःख दिए चाहिँ दुःख दिने कि?
झ्यालबाट फर्कदै नानी थकुले भनिन्, मैले जितेँ भने भन्नु त? भन्नुहोस् न लौ, तिम्रो मधुर कण्ठबाट एउटा मिठो गीत गाउन लाउने। अहो, को गाइरहोस्, त्यसो भए मै जित्छु। मैले जितेँ भने त तपाईँलाई गाउन लाउँदिनँ, के गराउने त? लाखे नाच नचाउँछु, खित्त हाँसेर नानी थकुले भनिन्। लाखे हुँ र म लाखे नाच नाच्नलाई? म चरी हुँ त गीत गाउनलाई? क्या तिम्रो बाणी अर्थात् बोलीमा नै लय छ, मिठास छ अनि पुरा सङ्गीतको प्रकार छ। तपाईँको अनुहारमा पनि झम्टी हल्ला चाहिँ लाखेको पन छ। आँखा लाखे चाहिँ उफ्री उफ्री नाचिरहेको छ। तिमीले नै जित्यौ, लौ तिमीले नै, लौ त म लाखे नाच नाचौँ त? टुमटुम छ्या। हातले लाखे नाचको बाजाको ताल मिलाउँदै खित्त हाँसेर नानी थकुले बोलिन्। भन न लौ साँच्ची, तिमीले मलाई के भन्न चाहेको? साँच्ची म रिसाउँदिनँ। के नानी थकुको सट्टा मैले तिमीलाई नानी भन्न चाहे चाहिँ तिमीले मलाई के भन्न चाहेको हो त? रिसाउन पाइन्न नि। हो लौ, रिसाउँदिनँ। नै तपाईँ रिसाउनुहुन्छ? रिसाउँदिनँ भन्या तिमी मारे हत्या। भइगयो लौ, अरू कुरा गर्नुहोस्, नभने म मारे हत्या भनिहाल्नु त तपाईँलाई। यति भनेर नानी थकुले मुस्कुराउँदै अलि लजाएको पनि भावमा डाक्टर गोदत्त प्रसादको मुख वाल्ला परेर हेरिरहन्। मलाई डाक्टर गोदत्त प्रसादले फेरि कोट्याए। तपाईँलाई लज्जापूर्ण भावमा डाक्टर गोदत्त प्रसादको अनुहार पुलुक्क हेरी अलि खिस्सा हाँसेर तिमी भन्छु, नानी थकुले भनिन्। मोरी अँगाल्न हात बढाउँदै डाक्टर गोदत्त प्रसादले भने। नकचरा फुत्केर पछि हट्दै मुसुक्क मुस्कुराएर नानी थकु छुट्टिन्। त्यसैले नै बोलाउन मन लाग्यो, माया नभए बोलाउन के खाँछु। सम्झी पीर पिलाएको होइन, मन भुलेर हरमा माया लाएको होइन। अब यस्तो बहाना गर्नु पर्दैन, माया भाइ डराउनु पर्दैन। त्यसैले नै बोलाउन मन लाग्यो, माया नभए बोलाउन के खाँछु। साँचिदेऊ सुम्पिएको जीवन तिमीलाई, राखिदेऊ सम्झना अल्झाइ मुटुमा। आकाश जस्तो फैलिएको माया तिमीलाई, सागर जस्तो गहिरो मेरो मुटुमा। कसम छ है तिमीलाई मेरो मायाको, अबदेखि सम्झाउनु पर्दैन। त्यसराले बोलाउनु पर्दैन, माया भाइ डराउनु पर्दैन। त्यसैले नै बोलाउन मन लाग्यो, माया नभए बोलाउन के खाँछु। माया नभए बोलाउन के खाँछु। डाक्टर गोदत्त प्रसाद मस्त भएर नानी थकुको अनुहार हेर्दै हाँसिरहे। यतिकैमा माथिबाट नानी थकु भात खान आऊ भन्ने सम्बोधन सुन्यो। लौ जाऊ भात खान आजलाई, भोलि त बिदाको दिन छ, दिउँसै आउँला है। नानी थकुको हातको
हर्थुङ्गामा चुम्बन गर्दै डाक्टर गोदत्त प्रसादले भने। नबिर्सिकन अतृप्त आँखाले हेर्दै नानी थकुले भनिन्। आज लतमाया र नानी थकुले भात नखाँदै काममा गएका घरका सबै जान एकै समयमा धमाधम घरमा आइपुगे। सबै आइपुगेका देखेर लतमाया र नानी थकुले घरका सबै जानलाई भात पस्कन थाले। सबैले भात खान लागेको बेलामा लतमायाले सुब्बा सुरमानका मानिस आएका र उनले देशी तान किनेर मद्दत गर्ने बारे दिउँसो भएका सारा कुरा छोराहरूलाई बताइन्। पोहोर सालको बाली बाँकी भएको लेखाइराखेको तमसुक च्याति दिइसकेको कुरा पनि भनिन्। ती कुरा सुनेर शिवनारायणलाई अलि आश्चर्य लाग्यो। सुरमान सुब्बा अघि त्यस्तो उदार नभएको कुरा शिवनारायणलाई राम्रै थाहा थियो। पोहोर साल असार नराम्रो भएकाले बाली तिर्न नसक्दा कडी कडाउका साथ ताकिता गरी 100 को दरले बढाई तमसुक लेखाएर लिने दानव आज एकाएक कसरी देवता भएर निस्क्यो। यो विचार उनको मनमा खेल्न थाल्यो। उनले अलि सोचिसकेपछि भने, आमा तपाईले मन्जुर नगर्नुपर्ने। हामी कति ठुला मानिस हौँ र त्यत्रो ठुलो तलसिंहले यस्तो दया गरेकोमा तिरस्कार गर्न सक्छौँ। दिनेले दिन सक्छ भने लिनेले किन हटिरहने? लतमायाले भनिन्। शिवनारायणले गम्भीरतापूर्वक को रूपमा टाउको हल्लाए तर केही बोलेन। पोहोर सालको बाली बाँकीको तमसुक पनि च्यातेर माफी दिनु मोहीमाथिको तलसिंहको सानो निगाह होइन। आजको जुगमा यस्तो तलसिंह पाउन गाह्रो छ, कृतज्ञताको भावमा लतमायाले भनिन्। तमसुक बेइमानीको बल तोड्ने साधन मात्र हो। त्यसैले तमसुक च्यातिसक्यो भनेर हामीले बेइमान हुनु हुँदैन। हामीले खास तिर्नु छ र तिर्ने कबुल पनि गरिसकेका छौँ, शिवनारायणले भने। त्यसो भए उनले माफी दिए तापनि हामीले तिर्न जाने त? यो कुरा चित्त बुझेन दाइ, पुनः नारायणले भात खाँदै भने। यस्तो एकाएकको उदारता अवश्य खतरनाक छ। मलाई शङ्का लाग्छ भाइ, त्यही बालिका निम्ति अस्तिसम्म दैत्य भइरहेको मानिस आज एकाएक कसरी देवता हुन सक्ला? मलाई त असम्भव लाग्छ, गम्भीर मुद्रामा शिवनारायणले भने। त्यसो भए देशी तानको मद्दत पनि नलिने त? लतमायाले अलि चित्त नबुझ्दो भावमा बोलिन्। मद्दत अवश्य राम्रो कुरा हो र लिनु नराम्रो पनि छैन, तर मद्दतगार मानिस त्यस्तो गुणी नदेखिएको हुनाले मलाई त तितो लाग्छ, शिवनारायणले भने। डाक्टर गोदत्त प्रसाद पनि त अघि असल मानिस थिएनन्, तर उनले हामीलाई त्यस्तरी मद्दत दिए। हामीले उनको हरेक मद्दतलाई स्वीकार गर्यौँ पनि, हर्षनारायणले भने। उनको मद्दत पनि मलाई मिठो लागेको थिएन, तर एउटाबाट थिचिसकियो भनेर अर्कोबाट थिचाउन लाउनु बुद्धिमानी पनि त होइन। डाक्टरको त्यस्तो सहानुभूतिलाई बाले पनि त सहसा मिठो मान्नु भएको थिएन, शिवनारायणले चुठेको मुख पुस्दै भने। डाक्टरको मद्दत मिठो नमानेको भनेको सुन्दा नानी थङ्कोलाई तितो लाग्यो। उनले अलि मुख बिगारेकी थिइन्, तर कसैलाई होस भएन। शिवनारायण आफैले तमाखु भरेर मस्तसित खाइरहेका थिए। उनलाई आज तमाखु यति मिठो लाग्यो कि चिलिम सिद्धिन मात्र केही आँटेको थियो, अर्को चिलिम फेरि भर्न थाले। हाकुमायालाई अघि नै दिक्क लागिसकेको थियो। ठट्टाको भावमा उनी बोलिन्, छि कति मात्र तमाखु खाइरहन सकेको? मिठो चिज भए पनि एउटा कुरा, तिमीलाई मिठो नलागे के त? मलाई मिठो लागेको छ। तिमी सुत न मजासित कुम्भकर्ण बनेर, शिवनारायणले पनि ठट्टाकै भावमा भने। भर्न आँटेको तमाखु नभरिकन शिवनारायणले भने, लौ आजलाई सन्तोष गरे। अर्काको तमाखु खाइ आनन्द लिएको कति सहन नसके कि? जिस्क्याएको भावमा हाकुमायाले भनिन्, खाइरहनु होस् न त रातभरि, मैले किन कपाल दुखाइरहनु परेको छ? हाकुमायाले दिएको ठट्यौलो जवाफबाट शिवनारायण नाजवाफ भए, तर आफ्नो नाजवाफीलाई उनले हाकुमायाको हाजिर जवाफलाई बधाई दिएको भावमा हाँसेर छोप्न खोजे। सुत्नलाई पल्टदै हाकुमायाले वास्तविक घटनाको भावमा भनिन्, होइन बहिनीको बिहे गर्न किन हतार नमान्नु भएको? हतारै के छ त? पैसा पनि त हुनुपर्छ बिहे गर्नलाई, साधारण भावमा शिवनारायणले भने। हो, उड्नलाई पखेटा नचलाई रहे त किन? मैले त आज उनको नराम्रो कुरा सुने। के सुने हो? अलि झस्केको भावमा शिवनारायणले भने। आज साँझमा धारामा पानी लिन जाँदा पुन्चा दाजुकी स्वास्नीले भनेकी थिइन्, नानी थकुको डाक्टरसित प्रेम छ अरे। को डाक्टर? अरू को होला? उनै बाला औषधि गर्न आउने आफ्नै टोलका गोदत्त प्रसाद। लाजले हो कि रिसले हो? शिवनारायण त्यति सुन्नासाथ केही प्रश्न नगरिकन चुप लागे। हाकुमायाले फेरि भने, त्यो डाक्टर 5 बजेतिर दिनौँ आउँछ अरे, घन्टौँ ठट्टा गरेर जान्छ अरे। झन् आमाले भात पकाउने गर्नुभएकोमा त उनीहरूलाई 17 पर्दो रहेछ। आज त डाक्टरले नानी थङ्कोलाई अँगालेको पनि देखे रे। नानी थङ्को हाँसी रे। साँच्चै हो रे? शिवनारायणले भने। साँच्चै हो, 1-2 चोटि मात्र ठट्टासम्म गरेको भए किन भन्नु भन्ठाने कि रे। आज त अचाक्ली नै देखेर नभनिरहन सकिन भन्थिन्।
मलाई पनि अलिअलि शङ्का त अस्ति नै लागेको थियो। विचार गर्नु पर्दैन त, झन् आमाको हेरचाहका निम्ति घरमा छोडी राखेको त उनीहरूलाई 16मा तान्दा एक्का भयो। फिस नलिनु डरलाग्दो कुरा छ। मलाई शङ्का लाग्छ उनलाई नबोलाउनु भनी बाले त पहिल्यै भन्नुभएको थियो। बुढापाकाको कुरा सितिमिति झुट्टा हुँदैन, अनुभवको आधारमा बोलेका हुन्छन्। डाक्टरको के दोष, झन् हुलदङ्गा हुन्छ। आफ्नै मात्र बेजेत होला। आफ्नो थैलीको गाँठो बलियो पार्नु, साथीलाई दोष नलाउनु भने चाहिँ नानी थकुलाई भोलिदेखि खेतैमा लगिराखे त कुरै मेटिन्छ। नरहे बाँस नबजे बाँसुरी। हाकुमायाले अलिक गम्भीर भावमा भनिन्। त्यो डाक्टर कस्तो बदमास, पख्न नानी थकुलाई पनि म के गर्छु। भोलिपल्ट शिवनारायण शौच स्नान सिधै भात खान गए। भात खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे। भरेदेखि नानी थकुलाई भात पकाउन दिएर तपाईँ कपडा बुन्ने काममा लाग्नुहोला। शिवनारायणले एक्कासी आदेश जाहेर गरे जस्तो गरी आमालाई भने। लतमाया एकछिन टोलाइन र भनिन्, किन दिनौँ डाक्टर गोदत्त प्रसाद आएर नानी थकुसित ख्यालठट्टा गरिरहन्छ भन्ने मैले सुने। एकाएक शिवनारायणले दिगदारी भावमा भने, यता केही दिनदेखि डाक्टर गोदत्त प्रसाद त दिनौँ आउँछन्, यो कुरा त अवश्य हो, तर ख्यालठट्टा गरिरहेको मैले देखेकी छैन। लतमायाले अलि रोमाञ्चक भावमा भनिन्, तपाईँ माथि भात पकाइरहनुहुन्छ अनि ख्यालठट्टा गरेको के देख्नु होला। शिवनारायणले भने। लतमायाले केही पनि भनिनन्, केवल अलिकति मुख बिगारिन्। आजदेखि त्यसै गर्नुहोस्, शिवनारायणले भने। अहिले पनि लतमाया चुप नै लागिरहिन्, तर उनलाई नानी थकुदेखि अलिक घृणा र डाक्टर गोदत्त प्रसाददेखि रिस उठेर आयो। एकैछिनपछि लतमायाले सोधे, तिमीलाई यो कुरा कसले भनेको हो शिवनारायण? जसले भने पनि भइगयो, तर होसियार त हामीले गर्नै पर्छ। यो कुरा त ठिक हो, तर नसहेर र अर्काको बदनाम गर्न पनि दुर्जनहरूले नचाहिँदो बकवास गरिदिन सक्छन्। तर जे भए पनि केही नराम्रो कुरा सुनियो, सकेसम्म सतर्क त हुनै पर्यो। बरु सतर्क र सावधान भएर होइन, बिस्तारै बुझ्दै गरौँला। हो, तिमीले भनेको कुरा मनासिब छ, तर मलाई भनेर के हुन्छ? को हो त्यसो भन्ने? पुन्चाकी स्वास्नीले भनेकी रे। उसले कसलाई भनेकी रहेछ? बाबु चाकी आमालाई। जेठी बुहारीलाई नै भनेकी रहेछ? बाबु मरेको 2 महिना भएको छैन। हेर छोरीको चाल, साँच्चै हो भने हरे राम, कसरी मैले छिमेकीहरूलाई मुख देखाउने? डाक्टर गोदत्त प्रसादलाई ठाडै अबदेखि नआउनु पनि कसरी भन्ने? त्यसो भन्नु पनि राम्रो कुरा होइन, तर उनी सकेसम्म आउँदै नआउन् अथवा बहुतै कम आउन्, यही अक्कल हामीले गर्नु पर्यो। तपाईँ घरमा बसिरहने, त्यसैले तपाईँले नै यसको पनि इन्तजाम गर्नुहोस्, शिवनारायणले गम्भीर मुद्रामा भने। अबेर भइसकेको हुनाले यति भनी शिवनारायण सबलाई लिएर खेतमा गए। जानुभन्दा अगाडि उनले लतमायालाई यो पनि भनेका थिए, सुरमान सुब्बाले दिन खोजेको विदेशी तानको मद्दतलाई पनि स्वीकार नगर्नुहोला, किनभने डाक्टर गोदत्त प्रसाद चाहिँ सुब्बा सुरमान पनि अगाडि असल मानिस थिएनन्। चलाक मानिसको स्वार्थ र दुर्दै असल कुराभित्रै लुकेको हुन्छ। शिवनारायणहरू खेतमा जान साथै लतमाया सधैँ तान चलाउन पुगिहाल्थिन्, तर आज उनको मन बिग्रेको हुनाले जाँगर पनि जाग्न सकेन। त्यसै टोलाए जस्तो हुँदै उनी आखिरमा तान कोठामा प्रवेश गरिन्। त्यहाँ नानी थको अगाडिदेखि नै पुगेर तान चलाउन लागिसकेकी थिइन्। लतमायाले पुन्चाकी स्वास्नीलाई हाँसे जस्तो गरी झ्यालमा हेर्न आएको देखिन्। उसलाई देख्नासाथ लतमायालाई लाज भएर आयो अनि उनी एकछिन टोलाए चाहिँ उभि तानको आसनमा बसिन्। तर तानको आसनमा बसेर पनि लतमायाको हात तान चलाउनमा जान सकेन। तानको आसनमा बसेर पनि तान नचलाइकन त्यसै बसिरहेको देखेर नानी थकुले सोधे, किन आमा, आज तपाईँ दिक्क जस्तो हुनुहुन्छ? खुसी हुने ठाउँ नै छैन मेरो, दिगदारी भावमा नै लतमायाले भने। यतिकैमा भर्याङमा मानिसहरू उक्लेको आवाज सुनियो। लतमाया र नानी थकु दुवैले भर्याङतिर आएको आवाजप्रति उत्सुकताका साथ ध्यान दिएर हेर्न थाले। 2 जना भरियालाई विदेशी तान बोकाएर रामबहादुर उक्लेका देखिए। रामबहादुरले हिजो बसेको ठाउँमा बसी हाँस्दै भने, हिजो मैले भनेको तान यही हो, हेर कति मजाको छ। अलि अप्रसन्न भावमा लतमायाले भनिन्। खल्तीबाट एउटा मुद्रित कागज निकाल्दै रामबहादुरले भने, यो तान चलाउने कायदा यसमा प्रष्ट बुझिने गरी लेखिएको छ। नानी थकुले एकचोटि कागजप्रति पुलुक्क हेरिन्। लतमायाले बिल्कुलै दृष्टिपात गरिनन्। त्यति भनेपछि रामबहादुरले भरियाहरूप्रति हेरेर भने, लौ जाओ तिमीहरू, सुब्बा साहेब कहाँ गएर ज्याला ल्याऊ। भरियाहरू फर्काउन नपाउँदै लतमायाले रामबहादुरतिर हेरेर भने, साहेब तान पनि फर्काइदिनु होला। किन? हिजो हुन्छ ल्याइदिनुहोस् भनेर आज एक्कासी यस्तो कुरा? आश्चर्यका साथ शङ्का लाग्दो भावमा रामबहादुरले भने, आफ्नो तान छँदैछ, बिना सित्ते अर्कालाई दुःख दिनु ठिक छैन भन्ने छोराहरूको भनाइ छ। लतमायाले भने, समय किफायत भएर कमाउन सजिलो हुने कुरामा मद्दत दिएको पनि नलिनु? ठुला सामन्तले त मद्दत लिनुपर्छ भने तिमी हामी जस्ताको तुजुक अझ कति दिन टिक्न सक्ला?
रामबहादुरले भने। त्यसो त अहम भावका कारण छोराहरूले मद्दत लिन्न भनेका होइनन्। धेरैजसो मद्दतगारहरूले मद्दतको बाटो गरी मद्दत लिनेहरूको जिन्दगीमा हमला गरेर डराएका मात्रै हुन्, लतमायाले भने। हाम्रा सुब्बा साहेब त्यस कोटीका मानिस हुनुहुन्न। उहाँले त तिमीहरूलाई मद्दत गर्न धर्म देखेर साथसाथै अनिवार्य पनि भएको हुनाले मात्र मद्दत दिन खोज्नु भएको हो, रामबहादुरले आफन्ती भावमा भने। उहाँलाई किन हाम्रो सहायक हुन कर्तव्य भएको, लतमायाले सोधी। ल तिमीलाई थाहै होला नि, आफन्त भन्ने नै चाहिन्न। सम्बन्ध भनेको केही कुरा होइन भन्न मानिसले सक्ला। त्यसैले आफूले सकेको सहायता उहाँले दिन खोज्नुभयो, रामबहादुरले भने। तपाईँको भनाइ मैले केही पनि बुझ्न सकिनँ। त्यसो भए उता हिँड, म तिमीलाई बुझाइदिउँला। लतमाया र रामबहादुर दुईजना पल्लो कोठामा गए। त्यहाँ पुगेर रामबहादुरले भने, तिमीलाई थाहै होला नि, अष्टनारायणले नानी थौको हाम्रा सुब्बा साहेबलाई कन्यादान दिने वचन दिइसकेको छ। सुब्बा साहेबलाई नानी थौको ज्यादै मन परेको पनि रहेछ। उसको हातबाट सुब्बा साहेबले भात पनि खान कबुल गर्नुभएको छ। यी सबै कुरा अष्टनारायणलाई पनि मन परेर उसले दिन मन्जुर गरेको थियो। मलाई त यो कुरा बिल्कुलै थाहा छैन। उहाँले पनि कहिले केही भन्नुभएको थिएन, अलि आश्चर्य मिश्रित भावमा लतमायाले भनिन्। हुनसक्छ अष्टनारायणले भनेको थिएन होला, किनभने त्यो गम्भीर मानिस थियो। कसैलाई नभनिकन काम गर्ने उसको बानी थियो। तर जे भए पनि लोग्ने हुन्, मलाई बताएनन् भनेर रिसले लोग्नेको विरोधमा जानु स्वास्नी मानिसको धर्म होइन। यसलाई सम्झी बुझी तिमीले लोग्नेको वचन खेर नजाने गरी कर्तव्य पालन गर्नुपर्छ, रामबहादुरले भने। होला र उहाँले वचन दिनुभएको त्यतिको उमेर फरक छ, लतमायाले अलि अविश्वासको भावमा भनिन्। सत्य हो हेर, आज एकादशीको दिन, त्यसमाथि निधारमा पशुपतिको चन्दन र टाउकोमा गुहेश्वरीको फूल लगाइराखेको छु। इमान्दार मान्छेले झुटो बोलेर नरकमा जाने साहस गर्न सक्ला र? म त मामुली कारुन्दा भनौँला। त्यत्रो दर्जामा पुगिरहेका सुब्बा साहेब जस्ताले यस्तो कुरामा झुटो बोल्नु होला? विश्वास लाग्दो भावमा रामबहादुरले भने। रामबहादुरको भनाइले लतमायालाई अलि विश्वास पार्यो। तैपनि लतमायालाई सुरमान सुब्बा बुढा भइसकेको राम्रै थाहा भएकाले अलि चित्त बुझेन र भने, नानी थकु साह्रै कलिली छ, भर्खरै 17मा टेकेकी। सुब्बा साहेब पनि त बुढै भइसक्नु भएको छैन, 70 होइन, 60 होइन, 57 वर्षको भनेको त लोग्ने मानिसका लागि जवानीकै अवस्था छ। मानिसको उमेरमा 25 र 50 को कुरा छैन। जो बलियो हुन्छ उही जवान हो। बल र फुर्ती छैन भने 20 वर्षकै पनि बुढो हुन्छ। म त भन्छु बरु तिम्री छोरी चाँडै बुढी होली, तर सुब्बा साहेब अझ 20 वर्षपछि पनि त्यस्तै लायक हुनु होला। मैले धेरै बयान गर्नु व्यर्थ छ, किनभने तिमीले नदेखे नचिनेका मानिस होइनन्, साधारण भावमा रामबहादुरले भने। रामबहादुरको कुरा खुब विश्वस्त भावमा लतमायाले सुनिरहेकी थिइन्। उनको कुरा लतमायालाई पनि पत्यार लाग्यो। उनलाई आफ्नो प्रभावमा आएको देखेर रामबहादुर मनमा खुसी भएर बोले, कसो मेरो कुरा तिमीलाई पत्यार लागेन कि? किन नलाग्ने? तपाईँले किन झुट बोल्नुहुन्थ्यो? तर उहाँ श्रेष्ठ हुनुहुन्छ, यो पनि त अप्ठ्यारो कुरा छ। यसको फिक्री तिमीलाई किन? सुब्बा साहेबको भन्दा तिम्रो जात ठुलो भए न तिम्रो निम्ति अप्ठ्यारो कुरा हो। त्यसै लगेर भित्रिनी मात्र गरिराख्ने भए पनि चित्त नबुझ्दो कुरा हुने थियो। तर भात समेत खाइदिने कबुल गर्नुहुन्छ भने तिम्रो र तिमीहरूका निम्ति अहो भाग्यको कुरा हो। आदरणीय श्रोताबिन, कार्यक्रम शब्द श्रवणको आजको लागि समय अवधि सकिने लागेको छ। हजुर, हामी अर्को हप्ता फेरि पनि भेट गर्नेछौँ। एक चिहान उपन्यास तपाईँहरूको माझमा हामीले पस्किँदैछौँ। हृदय चन्द्रसिंह प्रधानको उपन्यास एक चिहान नेपाली साहित्यिक आकाशको एउटा चम्किलो आख्यान हो। हजुर, अर्को हप्ता यसै उपन्यासका बाँकी अंश लिएर आउने बाचा गर्दै आजको यस बसाइबाट हामी ओजेल हुन्छौँ। यतिन्जेलसम्म सुनेर साथ दिनुभएकोमा आम श्रोता तपाईँहरूलाई धेरै धेरै धन्यवाद। प्राविधिक मित्र जीवन भट्टराईलाई विशेष धन्यवाद दिँदै म प्रस्तुतिको प्रस्तुता घनश्याम पथिक आजको यो बसाइबाट ओजेल हुन्छु। हवस् त, नमस्कार। यहाँहरूको रात शुभ रहोस्। मर्दले आटे नि वर्ष दिन भन्छन्, आइ मैले आटे नि एकैछिन रे। म धाउन लागेको 2 वर्ष पुग्यो नि, तिमीले आट्ने कुन दिन रे। कान्छी कान्छी हे कान्छी, हे कान्छी केही त बोला न।
ए मनको कुरा खोलन मादल घन 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 काउला तिमी जुरेली जस्तै नचाना निधाउरो किन आजको दिन बिरह गाउनु हुँदैन परदेशीसित बिर्सेर पनि पिरती लाउन हुँदैन पिरती लाउन हुँदैन हरेर मायालाई नजोखेर माया पाइन हरेर मायालाई नजोखेर माया पाइन आँखाले हेर्यो मनले बेर्यो मायाको घेरो कान्छी कान्छी हे कान्छी केही त बोलन हे मनको कुरा खोलन मादल घन 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 काउला तिमी जुरेली जस्तै नचाना मनमा भए वनमा कान्छी मन्तर कसले देख्छ र खानेर मुखलाई जुङ्गाले कान्छी कहिले पोनी छेक्छ र कहिले पोनी छेक्छ र पानी रसौला जन फूल पानी बसौला ढुङ्गा पानी रसौला जन फूल पानी बसौला मुटु ने चिरी दुला है कान्छी मै मरि जाउला कान्छी कान्छी हे कान्छी केही त बोलन हे मनको कुरा खोलन मादल घन 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 गाउला तिमी जुरेली जस्तै नचाना कान्छी केही त बोलन हे मनको कुरा खोलन मादल घन 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 गाउला तिमी जुरेली जस्तै नचाना कान्छी हे कान्छी